म प्रश्न गर्न चाहन्छु, कतै उहाँ राजावादी त हुनुहुन्न? म प्रश्न गर्न चाहन्छु, यदि राजावादी हुनुहुन्छ र राजतन्त्रको पक्षमा आउनुहुन्छ भने हाम्रो राजा हाम्रो आफ्नै छ, हामी यलम्बरको सन्तान, हामी पनि एउटा राजा खडा गर्नेछौँ। यदि त्यसो होइन भने सम्माननीय प्रधानमन्त्रीज्यूले यो व्यवस्थालाई मान्नुपर्छ। त्यसो गर्नु हुँदैन। उहाँलाई बारम्बार हामीले सदनमा बोलाइरहेका छौँ। अहिलेको हाम्रो तपाईको चाहिँ सदनको भवन र उहाँको प्रधानमन्त्रीको कार्यालय हिँडेर जाँदाखेरि 2 मिनेटमा आइन्छ, गाडीमा आउँदाखेरि 30 सेकेन्डमा आइपुग्छ। लाइभमा हामी के भन्दैछौँ हेरिरहनुहुन्छ हाँस्दै हाँस्दै, तर सदनमा आएर उहाँले आफ्नो नीति तथा कार्यक्रम पेश गर्नुहुन्न। पेश गर्ने दिन पनि आउनुपर्छ भनेर हामी करायौं। ल ठिक छ, फेरि प्रतिपक्षी दलहरू बीचमा एउटा संवाद भयो, पेश चाहिँ अर्थमन्त्रीले गर्दा पनि भयो, तर जवाफ दिनु उहाँ आउनुपर्छ, त्यसमा सहमति गरौँ त भन्नुभयो। ल त ठिकै छ, जवाफ दिनु पनि आउनु भयो। भोलि म काठमाडौँ जाँदैछु, पर्सि सदन छ, उहाँको माग राखेर हाम्रो त्यहाँभित्र आन्दोलन हुन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो व्यवस्था र विधि भन्दा ठुलो हुँदैन एउटा ड्रेन। यो व्यवस्था र विधि भन्दा ठुलो हुँदैन अलिकति कालो पत्रे। यो विधिलाई मान्नुपर्छ भन्ने, मनाउनुपर्छ भन्ने सबैभन्दा पहिलो कर्तव्य भनेको प्रधानमन्त्रीको कर्तव्य हो। प्रधानमन्त्रीले नै मान्नुहुन्न भने हामीले किन मान्ने? यदि त्यसरी कसैले यो विधि नमान्ने हो भने भोलि राज्य रहला। त्यसो भएको कारणले गर्दाखेरि हुन त उहाँ केही पनि सुन्नुहुन्न। हुन त कानमा समस्या छ या मुखमा समस्या छ त्यो मलाई थाहा छैन। अलिअलि हामी त साथी पनि हो, भेटघाट हुँदा त बोल्नुहुन्छ जस्तो लाग्छ। तर सदनमा उहाँको बोली कस्तो छ भनेर उहाँले अहिलेसम्म उहाँको बक्के फुट्ने भन्छ कि नानीहरूको पनि, उहाँको बक्के फुटेको छैन। होइन, अचम्म लाग्छ। प्रधानमन्त्रीज्यूको सदनमा रोस्टममा उभिएर होइन, धेरै बोल्नु पर्दैन, 2टा वाक्य बोलिदिनुहोस्। म प्रश्न गर्न चाहन्छु, कतै उहाँ राजावादी त हुनुहुन्न? म प्रश्न गर्न चाहन्छु, यदि राजावादी हुनुहुन्छ र राजतन्त्रको पक्षमा आउनुहुन्छ भने हाम्रो राजा हाम्रो आफ्नै छ, हामी यलम्बरको सन्तान, हामी पनि एउटा राजा खडा गर्नेछौँ। यदि त्यसो होइन भने सम्माननीय प्रधानमन्त्रीज्यूले यो व्यवस्थालाई मान्नुपर्छ। त्यसो गर्नु हुँदैन।